अन्यस्यो नमस्ते सम्पूर्ण कोरियन भाषा पास गरेर मेडिकल सकाएर अनि जब एप्लिकेसन फर्म भरेर बस्नुभएको साथीहरूको लागि आज मैले तपाईँहरूको लागि एउटा स्पेसल भिडियो लिएर आएको छु। तपाईँहरूले कोरियन भाषा त पास गर्नुभयो, मेडिकल पनि तपाईँको राम्रो भयो, अनि त्यस पछाडि जब एप्लिकेसन फर्म नि भर्नुभयो। अब तपाईँहरूले अरू मेरो फर्दर प्रोसेस के भइरहेको छ भनेर जान्नको लागि तपाईँहरूलाई इपिएस आइडीको आवश्यकता पर्दछ। तपाईँहरूले इपिएस आइडी मार्फत चाहिँ डकुमेन्ट तपाईँको जुन जब एप्लिकेसन फर्म सेन्ड भयो कि भएन, एप्रुभ भयो कि भएन, त्यस पछाडि तपाईँहरूको फर्दर इस्यु टाइममा इस्यु भयो कि भएन, सबै कुराहरू प्रोसेसहरू हेर्नको लागि चाहिँ तपाईँहरूलाई इपिएस आइडीको आवश्यकता पर्दछ। त्यही भएर आजको भिडियो तपाईँहरूको लागि एउटा मैले इपिएस आइडी कसरी बनाउने भन्ने विषयमा भिडियो बनाउन लागिरहेको छु। तपाईँहरूलाई भिडियो मार्फत सिकाउन लागिरहेको छु। मेरो भिडियोलाई लास्टसम्म हेर्नु होला र सब्सक्राइब गर्नुभएको छैन भने एक सब्सक्राइब पनि गरिदिनु होला। पिएस आइडी चाहिँ तपाईँहरूले आफ्नो मोबाइल, ल्यापटप, कम्प्युटर जेबाट पनि बनाउन सक्नुहुनेछ। त्यसको लागि सबैभन्दा पहिला तपाईँहरू जानु पर्यो गुगल क्रोममा। अनि तपाईँहरूले सर्च गर्नुपर्ने हुन्छ www.eps.go.kr तपाईँहरूले टाइप गर्नुपर्छ। टाइप गरिसकेपछि तपाईँहरूले यहाँ गुगल सर्चमा क्लिक गर्ने, यहाँ सर्च गर्ने, त्यसपछि इपिएस इम्प्लोइमेन्ट पर्मिट सिस्टममा तपाईँहरूले क्लिक गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गरेपछि तपाईँहरूको यस्तो पेज खुल्छ। यहाँ खुलिसकेपछि तपाईँहरूले यो चाहिँ अलरेडी तपाईँहरूले आइडी बनाइसके पछाडि भयो लास्टमा यहाँ आइडी, यहाँ पासपोर्ट अकाउन्ट हाल्ने हो। तर हामीसँग आइडी पासपोर्ट छैन, हामी नयाँ बनाउन लागिरहेका छौँ। त्यो भइसकेपछि तपाईँहरूले सिधा साइन अपमा जाने। साइन अपमा गइसके पछाडि यहाँ दुईवटा मेथडबाट चाहिँ इपिएस आइडी बनाउन सकिन्छ। माथिको पहिलो इपिएस टपिक आइडी नम्बर, तपाईँहरूको जुन त्यो नम्बर छ हामीले एक्जाम दिँदाखेरिको नम्बर, त्यो नम्बर अनि प्लस पासपोर्ट नम्बर अथवा नेसनल आइडी कार्ड नम्बरबाट पनि हामीले गर्न सक्ने रहेछौँ। अब तपाईँको सेकेन्ड मेथडमा छ डेट अफ बर्थ प्लस पासपोर्ट नम्बर अथवा नेसनल आइडी कार्ड नम्बरबाट भनेको छ। म चाहिँ तपाईँहरूलाई माथिकै एक नम्बरकै इपिएस टपिक आइडी नम्बर र पासपोर्ट नम्बर हालेर तपाईँहरूलाई देखाउन लागिरहेको छु। तपाईँहरूले पनि त्यसै गरी बनाउनु भयो भने हुन्छ। त्यसको लागि हामीले के गर्नु पर्यो, नेक्स्टमा जाने। गइसके पछाडि तपाईँहरूले माथि टपमा चाहिँ आफ्नो इपिएस जुन प्रवेश पत्र थियो तपाईँहरूले एक्जाम दिन जाँदाखेरि त्यसको नम्बर तपाईँहरूले सबै टाइप गर्नुपर्ने हुन्छ। ल माथि मैले यहाँ इपिएस टपिक एक्जाम दिन जाँदाखेरि लिने प्रवेश पत्रको नम्बर लगाएँ। तलपट्टि गइसकेपछि पासपोर्ट नम्बर, आइडी कार्ड नम्बर होइन, मैले पासपोर्ट बनाउन लागिरहेको छु, त्यही भएर पासपोर्ट नम्बर हान्नुपर्ने हुन्छ। पुरानो पासपोर्टमा केही लेखेको हुँदैन, जस्ट नम्बर मात्रै हुन्छ। यसमा चाहिँ नयाँमा चाहिँ पिए लेखेको हुन्छ, त्यही भएर पिए साथसाथै नम्बर पनि हान्नुपर्ने हुन्छ। त्यसपछि हामी तपाईँले चेक गर्नु होला, चेक गरेर अनि कन्फर्म गर्नु होला। कन्फर्म गरिसकेपछि तपाईँहरूको फेरि नेक्स्ट स्टेपमा यस्तो पेज खुल्छ। यसलाई फेरि तपाईँहरूले सबै तलसम्म के गर्नु पर्यो, एग्री गर्दै जानु पर्यो। एग्री सबैमा तपाईँहरूले सार्दै एग्री गर्दै जानु पर्यो। एग्री गर्ने, त्यस पछाडि फेरि तल गर एग्री गर्ने, तल फेरि एग्री गर्ने, सबै जति पनि एग्री अप्सन छ त्यसलाई आई एग्री गर्नु पर्यो। त्यस पछाडि तपाईँहरूले फेरि नेक्स्ट गर्नु होला। नेक्स्ट गरिसके पछाडि तपाईँहरूको यहाँ अटोमेटिकली नाम र डेट अफ बर्थ आइहाल्छ। अब तपाईँहरूले लगइन आइडी के राख्नुहुन्छ, पासवर्ड के राख्नुहुन्छ, अनि फेरि रिटाइप पासवर्ड भन्छ, रिपासवर्ड गर्ने, तलपट्टि फेरि के गर्ने, इमेल एड्रेस हान्ने। तपाईँले सजिलो तरिकाले आफूलाई सम्झिने, तपाईँले कुनै नाम अनि आफ्नो डेट अफ बर्थ अथवा कुन तरिकाले राख्नुहुन्छ, तपाईँहरूले आफ्नै तरिकाले इपिएस आइडी बनाउन सक्नुहुन्छ। तपाईँहरूले त्यहाँनिर लगाउनुहुन्छ आइडी अनि पासवर्ड आफ्नो तरिकाले सम्झिने तरिकाको एउटा आइडी राख्नुपर्ने हुन्छ।
जस्तै मैले आफ्नो तरिकाले सम्झने तरिकाले राख्छु। सबैभन्दा पहिला माथिपट्टि तपाईँहरूको नाम आउँछ, नाम आइसके पछाडि तलपट्टि तपाईँको डेट अफ बर्थ आउँछ। अनि तपाईँले कुनै एउटा सम्झिन सजिलो इपिएस आइडी यो लगइन आइडीमा तपाईँहरूले आफ्नो नाम अनि डेट अफ बर्थ हाल्नु भने सजिलो हुन्छ होला। कुन तरिकाले तपाईँलाई सजिलो त्यही तरिकाले गर्नु। अनि तलपट्टि गएपछि तपाईँहरूले पासवर्ड हाल्नु यहाँ ठाउँमा आफ्नो लागि सम्झिन सजिलो पासवर्ड हाल्नुपर्ने हुन्छ। तल कस्तो खालको पासवर्ड चाहिन्छ यहाँनिर तपाईँलाई छँदैछ, यहाँ हेर्नु होला, त्यही अनुसारको हाल्नु होला। अनि त्यही पासवर्ड त माथि हानेको पासवर्ड तल रि गर्नु होला, रिटाइप गर्नु होला। अनि तल गएपछि तपाईँहरूले इमेल हान्नु होला। इमेल केबाट बनाउनु भएको छ, जिमेलबाट छ कि केबाट छ, यहाँनिर छ अप्सनमा। यहाँनिर तपाईँहरूले मैले जिमेलबाटै छ त्यही भएर जिमेल हाने। अनि तपाईँहरूले सिधै रजिस्टर गर्नुभयो भने हुन्छ। यति गरेपछि तपाईँहरूको आइडी बन्छ। अब यति गरेपछि मेरो इपिएस आइडी बनिसक्यो। अब यसलाई मैले सेभ गर्छु। तपाईँहरूले पनि यसै गरी गर्नुभयो भने भइहाल्यो। अनि तपाईँहरूले ल्याङ्ग्वेजमा तपाईँले के गर्नुहुन्छ, फिलिपिन्समा जानुभयो भने तपाईँहरूको इङ्ग्लिस अङ्ग्रेजीमा आउँछ, इङ्ग्लिस ल्याङ्ग्वेजमा आउँछ। यसलाई क्लिक गरेपछि तपाईँहरूको अघि जब तपाईँहरूले अब मेरो यहाँ अटो आइसक्यो है, मैले यतापट्टि बनाएको जुन आइडी पासवर्ड छ यो मेरो यतापट्टि अटो आइसक्यो। अब यो आइसके पछाडि मैले सिधै लगइनमा गएँ भने मेरो लगइन हुन्छ आइडी। यसरी मेरो लगइन हुन्छ। यहाँनिर चाहिँ अहिले प्लिज इन्टर यो डेट अफ बर्थ, मैले यहाँ डेट अफ बर्थ हानिसकेपछि अनि मेरो खुल्छ डेट अफ बर्थको। यहाँ जम्मा कतिवटा हान्नुपर्ने रहेछ, 6वटा मात्रै हान्नुपर्ने। 6वटा हान्नको लागि ल त्यसपछि यस्तो खुल्छ। तपाईँहरू यस्तो खुलिसके पछाडि चाहिँ तपाईँहरूले यहाँनिर प्लिज इन्टर यो डेट अफ बर्थ भनेर रहेछ, यहाँनिर आफ्नो डेट अफ बर्थ हान्ने। तपाईँहरूको जस्तै 1900 कसैको 2000देखि माथि होला, त्यो पहिलाको 1900 हान्नु पर्ने, सिधै 1992 93 94 जति छ, अथवा 2006 छ भने 06 हान्नु पर्यो। मेरो 1992 भनेपछि सिधै मैले 92 हाने अनि 04 महिना 1 र 4 14 यति हानिसकेपछि मेरो फेरि नेक्स्ट गर्छु मैले। यति गरिसके पछाडि मेरो पूर्ण रूपमा आइडी पनि बनिसकेको छ, खुलिसकेको छ। खुलिसके पछाडि अब यो अहिले नेपालीमा आयो। यसलाई हामीले चाहिँ इङ्ग्लिसमा बनाउनको लागि चाहिँ यहाँनिर जाने, त्यसपछि हामीले सिधा फिलिपिन्समा गइसके पछाडि यसलाई अङ्ग्रेजीमा आउँछ। नेपालीमा आयो, अब अङ्ग्रेजीमा आउँछ। यो अङ्ग्रेजीमा आउँदाखेरि मेरो यसरी बनेर आयो, यसरी आइडी बनेर आयो यहाँ। अब थापा खगेन्द्र इपिएस टपिक स्कोर मेरो 200 छ, मैले 100मा 100 मिलाएको भएर मैले सिबिटीबाट एक्जाम दिएको, सिबिटीमा 100मा 100 मिलेको भएर 200 छ। अनि अहिले हामीलाई अरू फर्दर प्रोसेस के भइरहेको छ त हाम्रो भन्दाखेरि यहाँनिर भ्यू इमिग्रेसन प्रोसेसमा गइसके पछाडि मेरो यस्तो आउँछ। अब मेरो यस्तो आइसकेपछि मेरो सेन्ड भयो, एप्रुभ पनि भइसकेको छ मेरो चाहिँ। यहाँ मैले पास गरेको 2024 को 11 को 8 मा। अनि मैले यो डकुमेन्ट मैले सबै बुझाएको, मेडिकल गरेर जब एप्लिकेसन फर्म भरेको 2025 को 3 मा यो सेन्ड गर्दैछ मेरो। 2025 3 को 25 मा मेरो सेन्ड भयो। त्यस पछाडि 4 को 1 मा मेरो चाहिँ मेरो यो एप्रुभ भइसक्यो। अब मेरो अरू प्रोसेस हुने भन्ने कुरा यहाँ तल जब सर्च यहाँनिर इस्यु हुने कुराहरू सबै यहाँ तल भरिँदै आउने हो। त्यही भएर मैले यो आइडीलाई बेला बेला हेर्दै गर्नुपर्ने हुन्छ, यसरी चेक गर्दै पनि गर्नुपर्ने हुन्छ। तपाईँहरूले पनि यसरी आइडी बनाइसके पछाडि आफ्नो डकुमेन्ट सेन्ड भयो कि भएन, एप्रुभल भयो कि भएन, त्यो पनि हेर्नु होला। यसरी हेर्नु होला गाइज। ल भिडियोलाई लास्टसम्म हेर्नुभएकोमा खाम्साहाम्निदा धन्यवाद। मेरो च्यानललाई सब्सक्राइब गर्न भुल्नु भएको छ भने एक सब्सक्राइब पनि गरिदिनु होला।